जीवनमा सकेसम्म राम्रो गर्नुहोस्। यदि राम्रो गर्न सकिएन भने नराम्रो कसैलाई पनि नगर्नुहोस्। सकिन्छ सबलाई सुख दिनुहोस्, सकिँदैन भने दुःख कसैलाई पनि नदिनुहोस्। सकिन्छ सबलाई प्रेम गर्नुहोस्, यदि प्रेम गर्न सकेन भने घृणा चाहिँ कसैलाई पनि नगरिदिनुहोस्। र जति सकिन्छ यदि तपाईँ जीवनमा खुसी चाहनुहुन्छ भने अरूलाई खुसी बाँड्नुहोस्। जतिलाई खुसी बाँड्नुहुन्छ त्यसको अटोमेटिकली तपाईँको जीवनमा खुसी मिल्छ। यदि तपाईँलाई शान्ति चाहिएको हो भने अर्काको कमी कमजोरीलाई दिमागमा कहिले पनि नराख्नुहोस्। गलत काम गर्नेले गलत त गरिदियो, तर गलत गर्नेको गल्तीलाई तपाईँले दिमागमा बोकेर हिँड्नुहुन्छ भने आफ्नो दिमाग पनि खराब हुन्छ भने आफ्नो हृदय पनि फोहोर हुन्छ। त्यसैले अर्काको जस्तो हामी बजारमा जान्छौँ सागसब्जी किन्नु पर्यो भने हामीले आलु किन्दाखेरि पनि हामी नराम्रो आलुलाई छुट्याइदिन्छौँ, राम्रो आलु हाल्छौँ। टमाटर किन्न जानु पर्यो भने नराम्रो टमाटरलाई चाहिँ बिचारा साउजीलाई घाटा लाग्छ भनेर किन्दैनौँ, त्यसलाई छुट्याउँछौँ अनि बल्ल किन्छौँ भने। एउटा 40-50 रुपियाँ किलोको तरकारीलाई त हामी नराम्रो चिजलाई छुट्याउँछौँ भने हाम्रो जीवन हो, यो अमूल्य छ। यो अमूल्य जीवनमा कसैको पनि कमी कमजोरीलाई बोकेर आफूलाई दुखी नबनाउनुहोस् र सबैलाई खुसी दिने, सुखी दिने मार्गमा लाग्नुहोस्, खुसी हुनुहोस्। हामीले हाम्रो परिवारलाई खुसी हुँदा आफू हार्छ भने पनि हार्नुहोस्। यदि मेरो परिवार खुसी हुन्छ भने, मेरो आफन्त खुसी हुन्छ भने, अरूलाई खुसी दिने मार्गलाई तपाईँले अपनाउनु भयो भने निश्चित रूपमा यहाँहरूको जीवनमा खुसी आउनेछ। यही सन्देश दिन चाहन्छु र सबैको जीवनमा सुख शान्ति आनन्द प्रेम खुसियाली सदा सर्वदा रहिरहोस्, यही शुभकामना दिन चाहन्छु।